नमस्कार। आज हामी सुरु गर्छौं बर्जेलियस हाइपोथेसिस। बर्जेलियस हाइपोथेसिस पढ्नुभन्दा अगाडि दुईटा नियम फेरि हामीले रिभ्यू गर्नुपर्ने छ जुन हामीले पछाडि पढिसकेका छौं। गे-लुजाक्स ल अफ ग्यासियस भोल्युम। यो लले के भन्छ हामीलाई gases always combine with one another in a simple ratio by volume। अब ग्यासेसहरु एक आपसमा कम्बाइन हुँदाखेरि जुन कम्पाउन्ड बन्छ रिएक्टेन्ट एन्ड प्रोडक्टको जुन एउटा कम्बिनेसन हुन्छ त्यो एउटा सिम्पल रेशियो हुन्छ। एक्जाम्पल भन्नु पर्दाखेरि नाइट्रोजन र हाइड्रोजनको यदि कम्बिनेसन भएर अमोनियाको यदि फर्मेसन हुन्छ भन्दाखेरि त्यसको रेशियो के हुन्छ त 1:3:2 हुन्छ। त्यस्तै नै हाइड्रोजन एन्ड क्लोरिन को कम्बिनेसन भएर हाइड्रो तरिकाले हामी चाहिँ के भन्न सक्छौं भन्दाखेरि ग्यासेसहरु कम्बाइन हुँदाखेरि जहिले पनि एउटा सिम्पल रेशियोमा देखिन्छ। फेरि अर्को थ्योरी कुरा गरौं डाल्टन्स एटोमिक थ्योरीमा। डाल्टन्सले के भनेको थियो आफ्नो थ्योरीमा elements combine with one another in a simple whole number atomic ratios to form compound। अब उहाँको लास्ट भनाइ के थियो भन्दाखेरि एलिमेन्टको जुन एटमहरु हुन्छ एटमहरु एक आपसमा कम्बाइन भएर कम्पाउन्ड बनाउँछ र त्यो एटमहरु के हुन्छन् त एउटा सिम्पल होल नम्बरमा कम्बिनेसन हुन्छ। भनाइको अर्थ के भन्दाखेरि 0.5 अथवा 1.5 अथवा 1.2 अथवा 2.9 यस्तो भएर कम्बिनेसन हुँदैन कि 1 2 3 4 5 नम्बरमै के हुन्छन् त त्यो एटमहरुको कम्बिनेसन भएर कम्पाउन्डको फर्मेसन हुने गर्छ। अब यही दुईटा थ्योरीलाई लिएर बर्जेलियसले एउटा के गरेको थियो भने यो दुईटै थ्योरीको बीचमा कुनै किसिमको रिलेसन छ कि जुन एउटा भोल्युमको बारेमा भनेको छ एउटा चाहिँ कम्पाउन्डको जुन एटमको बारेमा कुरा गरेको छ यो दुईटैको भनाइमा कहीं न कहीं रिलेसन छ। त्यो रिलेसन एस्टाब्लिश गर्नको लागि बर्जेलियसले ट्राई गरेको थिए र के भनेको थिए भन्दाखेरि Berzelius tried to correlate between Dalton's atomic theory and Gay-Lussac's law of gaseous volumes. He argued that while elements combine in a simple ratio by atoms, gases combine in a simple ratio by volumes, there must be some relationship between the volumes of gas and the number of atoms it contains। भनाइको अर्थ के भन्दाखेरि गे-लुजाक्स ल एन्ड डाल्टन्स एटोमिक थ्योरीको बीचमा कहीं न कहीं बीचमा के छ त रिलेसन छ। त्यो रिलेसन एस्टाब्लिश गर्न खोजेको थियो कसले त बर्जेलियसले र उहाँको भनाइ के थियो भन्दाखेरि इक्वल भोल्युम्स अफ अल ग्यासेस अन्डर सिमिलर कन्डिसन अफ टेम्परेचर एन्ड प्रेशर कन्टेन इक्वल नम्बर अफ एटम्स। अब उसको भनाइ एकदमै राम्रोसँग बुझौं। यहाँदेखि मानौ हामीसँग दुईटा कन्टेनर ए एन्ड बी छ। ए एन्ड बी को क्यापेसिटी 1 लिटर एन्ड 1 लिटर छ। 1 लिटर एन्ड 1 दुईटै कन्टेनरमा ए एन्ड बी मा त्यसको क्यापेसिटी सेम भइसकेपछि फिजिकल फेनोमेनन लाइक प्रेशर टेम्परेचर र अदर्स कुनै पनि फिजिकल प्रेशर छ भन्दाखेरि फिजिकल कन्डिसन छ भने त्यसलाई कन्स्टेन्ट गर्यो भन्दाखेरि दुईटैको भोल्युम यदि सेम छ भने दुईटैमा एटम्स नम्बर पनि के हुन्छन् त सेमै हुन्छ। यो कुरा कसले भनेको थियो त बर्जेलियसले भनेको थियो। फेरि पनि सुन्ने यदि दुईटा कन्टेनर छ हामीसँग ए एन्ड बी दुईटो क्यापेसिटी मानिलियौं कि 1 लिटर छ 1 लिटर छ। फिजिकल कन्डिसन यदि सेम छ टेम्परेचर एन्ड प्रेशर यदि सेम छ भने दुईटै कन्टेनरमा अथवा दुई भन्दा बढी पनि हुन सक्छ 5 हुन सक्छ 10 हुन सक्छ 50 हुन सक्छ। फिजिकल कन्डिसन यदि सेम छ भने दुईटै कन्डिसनमा के हुन्छन् त एटम्सको नम्बर पनि सेम हुन्छ। यही कुरा भनेको थियो कसले त बर्जेलियसले। यो कुरालाई एक्जाम्पल मार्फत हामी हेर्छौं। एक्जाम्पलमा चाहिँ हेर्दाखेरि के भन्न सक्छौं हाइड्रोजन एन्ड क्लोरिन रिएक्सन गरेर के बनाउँछन् त हाइड्रोजन क्लोराइड ग्यास बनाउँछ। अर्थ 1 भोल्युम अफ हाइड्रोजन 1 भोल्युम अफ क्लोरिन gives 2 भोल्युम अफ हाइड्रोजन क्लोराइड ग्यास। अब यसलाई 1 भोल्युम त सेम भोल्युम देखिएको छ। त सेम भोल्युम देखिएको छ भन्दाखेरि यसो मानौ 1 n एटम्स यसमा पनि n एटम्स छ र हाइड्रोक्लोराइडमा 2n
कम्पाउन्ड एटम छ भने हामी चाहिँ मान्छौँ। त्यसलाई हामी के गरौँ, दुईटैतिर 2l ले डिभाइड गर्दै भन्दाखेरि हाइड्रोजन हाफ एटम हुन्छ, क्लोरिन हाफ एटम हुन्छ र हाइड्रोक्लोरिक एसिड कति हुन्छ त 1 कम्पाउन्ड एटम हुन्छ। अब यसबाट प्रष्ट एउटा कुरा के बुझ्यो भन्दाखेरि फ्रम दिस इक्वेसन 1 कम्पाउन्ड एटम अफ हाइड्रोजन क्लोराइड ग्यास इज मेड अप अफ हाफ एटम अफ हाइड्रोजन एन्ड हाफ एटम अफ क्लोरिन। अब यो कम्पाउन्डबाट जुन यो हाम्रो 1 कम्पाउन्ड एटम अफ हाइड्रोक्लोरिक एसिड देखिएको छ, यहाँ यो जुन फर्मेसन भएको छ केबाट त हाफ एटम अफ हाइड्रोजन एन्ड हाफ एटम अफ क्लोरिनबाट, जुन चाहिँ डाइरेक्ट कन्फ्लिक्ट हो कसको त डाल्टन्स एटोमिक थियोरीको। किनकि डाल्टन्सको भनाइ के थियो भन्दाखेरि एटम्स आर द अल्टिमेट पार्टिकल्स अफ एलिमेन्ट एन्ड आर इन्डिभिजिबल। डाल्टन्सको एटोमिक थ्योरीबाट के भयो, एटम नै अल्टिमेट पार्टिकल्स हो र यसलाई हामी ब्रेक गर्न सक्दैनौँ, यसलाई हामी तोड्न सक्दैनौँ, फर्दर डिभाइड गर्न सक्दैनौँ, यसको 0.5 नम्बर 0.1 नम्बर हुनै सक्दैन, डाल्टन्सको एटोमिक थ्योरीमा थियो। त्यसकारणले गर्दाखेरि दिस हाइपोथेसिस वाज रिजेक्टेड र नयाँ हाइपोथेसिस आयो जसको नाम हो अभोगाड्रोस हाइपोथेसिस। हामी नेक्स्ट क्लासमा त्यसको कुरा गर्नेछौँ। हस्, धन्यवाद, नमस्कार।